स्वागत छ। आज हामी चीन र ताइवानको यो अलिक गहिरो र भनौँ न जटिल सम्बन्धबारे कुरा गर्दैछौँ। हो, एकदमै पेचिलो विषय छ यो। हामीसँग चीन ताइवान इतिहास शक्ति र सम्भावना भन्ने एउटा स्रोत सामग्री छ। आज यसैलाई आधार बनाएर कुरा गरौँ है त। इतिहासदेखि लिएर शक्ति सन्तुलन भविष्यका सम्भावनाहरू यो सामग्रीले के भन्छ हेरौँ। हुन्छ, सुरु गरौँ। ल, सुरुमा अलिकति इतिहास हेरौँ न। यो सामग्री अनुसार ताइवान 1683 मा छिङ वंश अन्तर्गत चीनमै थियो रे। तर पछि जापानलाई सुम्पियो। हो, अनि 1945 मा फेरि चीन गणतन्त्र मतलब आरओसीको नियन्त्रणमा आयो। तर त्यसपछि 1949 को गृहयुद्धले स्थिति बदल्यो होइन त? एकदमै। त्यही बेला आरओसी सरकार ताइवान सर्न बाध्य भयो। हो, तर बेजिङले चाहिँ अझै पनि ताइवानलाई आफ्नै हिस्सा मान्छ, उनीहरूको त्यो एक चीन नीति अनुसार। उनीहरूको लागि चीन एउटै हो र ताइवान त्यही भित्र पर्छ। तर ताइवानले त आफूलाई स्वतन्त्र नै ठान्छ। भनेपछि तनावको मुख्य जड त यही देखियो नि, होइन र? हो, राजनैतिक रूपमा यही नै हो मुख्य मतभेद। अनि यहाँनिर सैन्य शक्तिको कुरा आउँछ, जुन चाहिँ निकै चाखलाग्दो छ। एकदम। के भन्छ त स्रोतले? स्रोत हेर्दाखेरि चीनको सेना विश्वकै तेस्रो ठूलो रे। लगभग 20 लाख सक्रिय सैनिक छन्। 20 लाख? त्यो त निकै ठूलो संख्या हो। हो नि, अनि तुलनामा ताइवान 23औं स्थानमा छ, करिब 1,65,000 सक्रिय सैनिक सहित। भनेपछि त ठूलो अन्तर रहेछ नि। एकदम ठूलो। यसले अवस्थालाई पक्कै पनि थप गम्भीर बनाउँछ होला, होइन? अवश्य। यो सैन्य असन्तुलन एउटा पाटो भयो, तर चीनले ताइवानलाई किन यति धेरै महत्त्व दिन्छ भन्ने कुरा पनि त केलाउनु पर्यो नि। हो त, के कारण देखाउँछ सामग्रीले? सामग्रीले खासमा 4वटा मुख्य कारण देखाएको छ। पहिलो त त्यही एक चीन नीति भइहाल्यो, जुन राजनीतिक अडान मात्रै होइन, उनीहरूको राष्ट्रिय पहिचानसँग जोडिएको छ। दोस्रो, र यो निकै महत्त्वपूर्ण छ, ताइवान विश्वकै प्रमुख सेमिकन्डक्टर उत्पादक हो। चिप्सको कुरा। एकदम। यसमा नियन्त्रण भयो भने चीनलाई प्रविधिमा आत्मनिर्भर बन्न ठूलो मद्दत पुग्छ। तेस्रो, ताइवानको भौगोलिक अवस्थिति। रणनीतिक हिसाबले। हो, एकदम। यसले चीनलाई प्रशान्त महासागरमा आफ्नो शक्ति विस्तार गर्न सजिलो बनाउँछ। अनि चौथो कारण चाहिँ यसलाई राष्ट्रिय गौरव र एकताको प्रतीक जस्तो बनाइएको छ। भनेपछि राजनीतिक, प्राविधिक, रणनीतिक अनि भावनात्मक पनि। हो, सबै जोडिएको छ। खास गरी त्यो सेमिकन्डक्टर र रणनीतिक अवस्थिति चाहिँ चीनको विश्व शक्ति बन्ने जुन लक्ष्य छ त्यसको लागि निकै महत्त्वपूर्ण देखिन्छ। हो त नि। त्यो सेमिकन्डक्टरको कुराले त पुरै विश्व अर्थतन्त्र नि कसरी जोडिएको छ भन्ने पनि देखाउँछ। अब अलिकति यो मित्र र प्रतिस्पर्धी राष्ट्रहरूको कुरा गरौँ न। भूराजनीति? सामग्री अनुसार चीनको मुख्य साझेदारमा रुस र पाकिस्तान छन्, अनि प्रतिस्पर्धी चाहिँ अमेरिका र भारत। ताइवानको लागि चाहिँ अमेरिका र जापान मुख्य सहयोगी देखिन्छन्, अनि खतराको भन्दा चीन नै भयो। यो अन्तर्राष्ट्रिय समीकरणले गर्दा स्थिति झनै जटिल छ। कसले कसलाई कति साथ दिन्छ भन्ने कुराले धेरै फरक पार्छ। त्यही त। अब यति सब कुरा बुझेपछि मुख्य प्रश्न आउँछ के, चीनले बल प्रयोग गरेरै ताइवानलाई कब्जा गर्ला त सम्भावना कति छ? है, यो निकै गम्भीर प्रश्न हो। सामग्रीले यसलाई समयअनुसार विश्लेषण गरेको छ। कस्तो छ विश्लेषण? हेर्नुस्, छोटो अवधिमा मतलब आउँदो 1-2 वर्षमा सम्भावना अलिक कमै देखिएको छ, 10देखि 15% जति। किन होला? किनभने अहिले आक्रमण गर्दा सैन्य जोखिम पनि उच्च छ, अनि अन्तर्राष्ट्रिय प्रतिक्रिया नाकाबन्दीहरू निकै कडा हुन सक्छन्। त्यो चीनले पनि बुझेको छ। अनि अलि लामो समयमा नि? मध्यम अवधि भनौँ न 3देखि 5 वर्षमा यो सम्भावना बढेर 25-30% पुग्न सक्ने आकलन छ। त्यो चाहिँ केमा भर पर्छ? त्यो चाहिँ अब चीनको सैन्य तयारी कति पूरा हुन्छ, उसको आन्तरिक राजनीतिक अवस्था कस्तो हुन्छ, अनि विश्वको ध्यान कतातिर मोडिएको छ त्यसमा भर पर्ला। र त्योभन्दा पनि पर दीर्घकालमा 5 वर्षभन्दा पछि चाहिँ यदि चीनलाई लाग्यो कि अब चाहिँ बल प्रयोग गर्दा रणनीतिक फाइदा हुन्छ र अन्तर्राष्ट्रिय परिस्थिति पनि अलि अनुकूल छ भने यो विश्लेषणले सम्भावना 50% भन्दा माथि पनि जान सक्छ भनेर संकेत गर्छ। बाप्रे, 50% भन्दा माथि? त्यो त निकै गम्भीर कुरा भयो। हो, तर यो सबै अनुमान हो, होइन? धेरै कुरामा भर पर्छ।
त्यसो भए आजको यो छलफललाई निचोड्दाखेरि के भन्न सकिन्छ त? लामो र जटिल इतिहास छ, सैन्य शक्तिमा ठूलो असन्तुलन छ, यो पनि छ। अनि चीनको स्वार्थ राजनीतिक मात्र नभएर रणनीतिक र विशेष गरी प्राविधिक पनि देखियो त्यो सेमिकन्डक्टरले गर्दा। एकदम बहुआयामिक स्वार्थ छ। र भविष्यमा द्वन्द्वको जोखिम नकार्न सकिने अवस्था छैन जसरी यो विश्लेषणले देखाउँछ। साँच्चीकै संवेदनशील विषय रहेछ यो। हो नि, र यो विश्लेषणले त बढी राजनीतिक र सैन्य पक्षमा ध्यान दियो। तर अन्त्यमा एउटा कुरा सोचौँ न। के कुरा? यदि कुनै कारणले भनौँ न द्वन्द्व भयो वा अरू केही भयो अनि ताइवानबाट आउने सेमिकन्डक्टरको आपूर्ति रोकियो भने नि त्यसको विश्वव्यापी आर्थिक असर कस्तो होला? हामीले चलाउने फोनदेखि गाडीसम्म सबैतिर असर पर्छ। यो आर्थिक पाटोको असर कति भयानक हुन सक्छ त्यसबारे पनि सोच्नु जरुरी छ जस्तो लाग्छ मलाई। हो त नि, त्यो त सोच्दै डर लाग्दो छ। ल, आजलाई यति नै गरौँ होला। धन्यवाद। धन्यवाद।